मेरो नाम आवेश तम्साल हो। म कक्षा 9 मा पढ्दै छु। अनि हामीले म्याथको प्रोजेक्ट अनुरूप a + b होल क्युबको एक्सपान्डेड फर्म a क्युब + b क्युब + c² b र प्लस 3ab² हुन्छ भनेर प्रुभ गर्नको लागि a + b होल क्युबको मोडल बनाएका छौँ। अब यो एउटा a क्युब छ अनि 3टा a² b अनि त्यसपछि 3टा ab² रहेको छ अनि यहाँ एउटा b क्युब पनि छ। अनि यिनीहरूलाई यसरी जोड्यौँ भने हामीले a + b होल क्युबको मोडल पाउन सक्छौँ। यहाँ चाहिँ मैले a को भ्यालु 10 सेन्टिमिटर र b को भ्यालु 5 सेन्टिमिटर लिएछु। अनि त्यसपछि यहाँ हरेकतिरबाट नाप्दाखेरि 15 सेन्टिमिटर हुन्छ। यस प्रकार a + b को होल क्युबको भ्यालु यस्तो हुन्छ भनेर प्रुभ हुन्छ।